हेलो गाइस, नमस्ते एन्ड स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आज हामी आफ्नो जिमेलमा आफ्नो सिग्नेचर कसरी एड गर्ने त्यो कुराहरू सिक्नेछौँ। त्यसैले यो भिडियो पुरा हेरिदिनु होला। पहिला त हामी नयाँ जिमेल सेन्ड गर्दा कम्पोजमा गएर ओपन गर्छौँ अनि यो न्यू मेसेजको न्यू विन्डो खुल्छ। अनि यता यस्तो प्रकारको हामीले त अलरेडी बनाएको छौँ पहिले। अब न्यू कसरी बनाउने यही स्टेप बाई स्टेप हेर्नेछौँ। योलाई क्लोज गर्ने अनि सेटिङमा जाने, सी अल सेटिङमा क्लिक गर्ने, तल स्क्रोल गर्दै जाने। अब यता हामीले अलरेडी बनाएको हुनाले आयो पहिले। अब यसलाई सुरुदेखि कसरी क्रिएट गर्ने, पहिला यसलाई न्यू सिग्नेचर क्रिएट न्यूमा आफ्नो सिग्नेचरको नेम दिने अनि क्रिएट यता लेख्ने थ्याङ्क्स फर रिगार्ड्स, तल नेम दिने। अब योलाई हामीले फन्ट चेन्ज पनि गर्न सक्छौँ। फन्ट स्टाइल भयो, हामीले चेन्ज गर्न सक्छौँ। फन्ट साइज भयो, न लार्ज राख्न सक्छौँ, नर्मल राख्न सक्छौँ। अनि यसलाई बोल्ड गर्न सक्छौँ, इटालिक गर्न सक्छौँ। अनि यता इन्सर्ट इमेजमा क्लिक गर्ने अनि यता अपलोड अप्सन अपलोडमा क्लिक गर्ने अनि यता इमेज ओपन गर्ने, आफ्नो सिग्नेचर, आफ्नो लोगो, जे कुराहरू पनि। अब यसलाई एलो गर्ने अनि यसको साइज मिलाउने, क्लिक गर्ने, यसको साइज क्लिक मिलाउने। अब यहीमा हामीले हाम्रो युट्युब च्यानललाई पनि कसैलाई मेल गर्नु छ, पठाउनु छ, आफ्नो लिङ्कहरू पठाउनु छ भने कसरी पठाउने। अब यता टाइप गर्ने अनि यता लिङ्कमा ओपन गर्ने, यसलाई कपी गर्ने पहिला। यता लिङ्कमा गएर पेस्ट गर्ने अनि एप्लाई गर्ने। यसलाई यता आउँछ अनि अब तल जाने, यता सिग्नेचर डिफल्टमा यसलाई यहाँ राख्ने। अब इन्सर्ट अनि सेभ चेन्ज गर्ने यसलाई। अब हामी कसैलाई पनि पठाउनु छ भने कम्पोजमा जाने। अब यता आउँछ साथीहरू, यस्तो पठाउनु पर्यो कसैलाई। सेन्ड अनि यता सेन्डमा जाने। यसरी नै हामीले क्रिएट गर्नुपर्छ। Thank you guys, thank you for the watching this video and keep your support guys. Thank you.